ओके सुन सुन ल रितु ओए रितु बिचरा त साह्रै नर्मल छ राति अबेले सुतिस् कि बिहान कटु फोहोर पारिस् कि होइन कि म पिरियड भएको छु मलाई गाह्रो भएको त्यही भएर कस्तो गाह्रो भएर चाहिँ क्या प्यार फेर पिरियड भएको बेलामा खोइ वेलकम हाम्रो 00919888 ऊ फेर प्यार फेर है कान्छी प्यार फेर दिव्या त यसको कपाल सबै लुछेको छ राति कहाँ गयो यो मान्छे लिपस्टिक पनि मेटेको छ रितु यस्तो गर्दा रितु यो अलिकति कपाल हटा यसको अलिकति कपाल हटा मेरो त त्यस्तो कहिले पनि हुँदैन मेरो घाँटी क्लियर हुन्छ अरे लबाइट छैन योसम्म न लब्बार तल वर्षसम्म तर होइन आजभोलि लभ बाइट उसमा हुन्छ बुबुमा हुन्छ कि त्यो गैरी खेतको एउटा पाटोमा हुन्छ लभ बाइट अरू अन्त हुँदैन अब हिँड्दा देख्दा अब हुन्छ नि त है ल यहाँ सुन ल अब अलिकति पनिसमेन्ट उ गरौँ लास्टमा अलिकति हल्का रमाइलो गरिदिउँ होइन रितु तैँले कहिले म्याच खेल्दाखेरि बुबु छोएको छस् आफै कि छैन म त्यसो छाडे किन्नु पर्दैन नि त भाइ ल रितुले गर्दिन सरी दिव्याले पनि खासै छोएको छ नि तर उसले चाहिँ हल्लाउँछ राम्रो हल्लाउँछ दिव्याले ल अब यसो गर्ने रितु पनि डान्स गर अलिकति ल के लाग्छ तँलाई रितु खै तर के कट्टु पेन्टी कहाँमा डान्स गर्ने मलाई गाह्रो भएको छ म डान्स गर्दिनँ हुन त हो अहिले नगर फेरि भरे त्यो पुरै रगतै आउँछ बाहिर पुरै प्यारभन्दा बाहिर आउँछ त्यो नहल्ला धेरै उसले हल्लाउँदैन त्यो बुबु पनि नछु बुबु पनि दुख्छ पिरियड भएकोले त्यो ब्रा अलिक लुज गर रितु अलिक कसिलो नला अलिक लुज गर टाइट नलाउनु दुख्छ क्या बुबु अनि उसको दिव्या बेबी यसको त 16 वर्ष जवानी छ नि हौ मै त्यो कपाल हेरेर दिव्याको दुईचोटि बाटेर वा दिव्या सुन बाबा तिमीले भित्र के लाछौ के जाति लाछौ त्यो के जाति भन्छन् ब्रास लाछौ कि नै एका बिहान छ ब्रा पेन्टी सबै लाछौ उसको त फ्रेस छ नि हौ दिव्याको त पिरियड सकेको 3-4 दिन भयो पिरियड सकेको शङ्का लाग्छ कि महिनाको अन्तिमतिर अनि महिनाको पहिला त म बोल्दिनँ क्या धेरै त्यही भएर रितुको कसरी ब्याडको नगर कडा हो रितुकोमा किन नगर कडा हो मार्छ उसले त गाली गरेर सरापेर मार्छ नि फेरि नराम्रो नलेखा तिमीहरू ल ओइ सुन रितु भरे कि त्यो शर्मिलाले जोइन गर ल भरे ल शर्मिलाले जोइन गर अनि गङ्गु छेत्री साथी छ कि छैन होइन मसँग त्यो गङ्गु छेत्री पनि ल्याउनु पर्ने हिजो केटाले डिमान्ड गरेर त्यो गङ्गुलाई अनि पर्खेर बस्यो खोइ नट के भन्नु क्या जोइन गर्न मिलेन है ल भरे सुन ल भरे ल दिव्या अनि रितु अनि शर्मिला मजाले गेम खेल्ने भरे ल है ल अहिले खेल्न गेम उसले पनिसमेन्ट गर्छ उसले अब यस्तो हुन्छ नि त रितु सुन न अनि तिम्रो पनि अलिकति फ्या गर्न त हुन्छ ल पछाडिबाट ए सुन न खाजा खायो तिमीले रितु खाजा भयो तिम्रो खाजा खायो तातो पानी खाऊ है अनि त्यो हटब्याट